मैले तिहारको गेम राखेँ है त 50,000 गिभ अवे गेम राखेँ मैले। अब यो 50,000 जित्नलाई चाहिँ टर्म एन्ड कन्डिसन पुरा गर्नुभयो भने तपाईँले क्यास ई सेवामा 50,000 रुपियाँ मेरो तर्फबाट पाउनुहुन्छ। टाइम जम्मा 7 दिनको छ, केही पनि गर्नु पर्दैन। के होला कसरी होला भनेर तपाईँहरू चिन्तित हुनुहुन्छ भने त्यो केही पनि गर्नु पर्दैन। जस्ट तपाईँले मेरो लाइभ टाइममा यसरी हेर्ने, स्टार्टिङबाट आउनु पर्यो। तपाईँको नाम 5 नम्बरमा पर्यो भने 6 चोटिसम्म तपाईँको नाम पर्यो भने तपाईँले 50,000 रुपियाँ जित्नुभयो। ल एकचोटि म ट्राई नै गर्छु भनेर तपाईँले ट्राई गर्न पनि सक्नुहुन्छ। अनि मेरो रेगुलर भ्युअर जो चाहिँ मेरो लाइभमा आउँछ उहाँहरूलाई त थाहा छ, उहाँहरूले खेल्नुहुन्छ। तर यदि नयाँ साथीहरूकोमा यो भिडियो पुगेको छ भने यो भिडियो स्क्रोल नगर्ने, गमानेकोलाई भन्नु लाग्नुहुन्छ भने मेरो मुखमा गएको दिनु, जितेकोलाई मैले 50,000 रुपियाँ दिन भने क्या, बुझ्नुभयो? जितेकोलाई मैले यो 50,000 रुपियाँ दिन भने मेरो मुखमा गुहेको दिनु क्या। सुरुमा म यो गेम म खेल्छु भने तपाईँलाई यति सोच आइसक्यो भने तपाईँले यो लाइभ भिडियो देख्दा देख्दै तपाईँले भिडियो बनाएर पोस्ट गर्नुपर्ने हुन्छ। जो पार्टिसिपेट गर्ने सोचमा हुनुहुन्छ उहाँले चाहिँ अनिवार्य यो बारेमा भिडियो बनाउने। के भनेर बनाउने? पूजा दिदीको लाइभमा, हुटुटु दिदीको लाइभमा हेरेको भरमा पैसा पाइने, लाइभ हेरेको भरमा पैसा पाइने भनेर भिडियो बनाएर पोस्ट गर्नुपर्ने हुन्छ। यदि तपाईँले त्यो भिडियो पोस्ट गर्नु भएको छैन भने, यदि तपाईँले त्यो गेम खेल्दा तपाईँको नाम निस्क्यो र तपाईँको प्रोफाइल खोलेर हेर्दा तपाईँले त्यो भिडियो बनाउनु भएको छैन भने तपाईँ आउट हुनुहुन्छ त्यो गेमबाट। अनि नम्बर 2 चाहिँ तपाईँले मलाई फलो गरेको हुनु पर्यो है। नम्बर 1 चाहिँ फलो गरेको हुनु पर्यो, नम्बर 2 भिडियो बनाएको हुनु पर्यो। कसरी नाम निस्किन्छ 5 नम्बरमा भनेर भन्नुहुन्छ भने मेरो लाइभ काट्न साथ तपाईँहरू 5 नम्बरमा को पर्नु भयो भनेर तपाईँको स्क्रिनसट चाहिँ त्यो को पर्नु भएको छ केही धाँधली केही हुँदैन। जस्ट लाइभ काट्दा काट्दै मैले स्क्रिनसट गरेर तपाईँको मैले मेरो स्टोरीमा राखिदिन्छु। को पर्नु भयो 5 जना हेर्नु होला। अब ठिक छ, त्यो नम्बरमा पर्नु भएन भने दिउँसोको नम्बरमा पर्ने। बिहानको साथी पर्नु भएको छ भने दिउँसोमा परेर फेरि 2 चोटि हुँदैन है। बिहानको 1 चोटि, तपाईँलाई 3 चोटि चान्स हुन्छ बिहानको लाइभमा, दिउँसोको लाइभमा, बेलुकाको लाइभमा। त्यो भोलिमा 5 नम्बरमा तपाईँले नाम निकाल्नु भयो भने तपाईँको 1 चोटि भयो, नाम निस्क्यो। अब फेरि भोलिपटक पर्सिपटक निकासी गरेर 7 दिनको रातिको 7 बजे नेपालको टाइम 7 बजे तपाईँको यो गेम लाइभ काट्न साथ तपाईँको यो कसले जित्यो भनेर के पैसा दिनु पर्यो। लाइभमै दिन्छु मैले पैसा। कसले जित्यो भनेर थाहा हुन्छ उसको स्क्रिनसट लिन्छु, फेरि लाइभ काटेर फेरि आएर तपाईँलाई प्रत्यक्ष मैले दिएँ है भनेर मैले नभनिकन डाइरेक्ट यो ब्याक क्यामेरा गरेर इस्युमा डाइरेक्ट पैसा हालेको तपाईँलाई देखाइदिन्छु, बुझ्नुभयो? अनि अरू पनि गेम हुन्छ मेरो लाइभमा। फलो गरेर 4 चोटि पालो आउनेले क्यास 1000 रुपियाँ पाउनेवाला गेम पनि छ, सेकेन्डले 500 पाउने पनि गेम छ। ठ्याक्कै नेपालको 8 बजे आउने। फेरि दिदी कति बजे आउने तपाईँ लाइभ भनेर नसोध्नु होला, फुल भिडियो हेर्नु न, सोध्नुहुन्छ दिमाग खराब गराउने के। नेपालको 8 बजे, नेपालको 2 बजे, नेपालको 7 बजे आउँछु म। ठ्याक्कै 8 बज्दा बजे 8.00 मै ठ्याक्कै अन गरेँ, किनकि तपाईँ 1 मिनट ढिलो हुनुभयो भने गयो, अर्काले जित्यो। त्यो त स्टार्टिङबाट इन्डिङसम्मको तपाईँको लाइभ हेरेकोमा भरमा हो नि त तपाईँको टपमा नाम आउने होइन। अझै डबल ट्यापिङ भयो भने त झन् बबल माथि आउँछ न। हो त्यो गर्नुभयो भने तपाईँले 7 दिनमा 50,000 कमाउन सक्नुहुन्छ मेरो लाइभबाट। केही गर्नु पर्दैन, हेर्ने। ल ठिक छ, बुझ्नु भएको छैन भने अहिले म नेपालको 2 बजे फेरि लाइभ आउँछु। ठ्याक्कै 2 बजे आउनु होला, म फेरि भन्छु, एकैछिन आउँछु अनि म जान्छु। भोलिबाट चाहिँ हाम्रो यो गेम स्टार्ट हुन्छ है। मैले भनेको बुझ्नुभयो? अब बुझ्नु भएन भने म लाइभमै भन्छु। तपाईँहरू चाहिँ ठ्याक्कै टाइमिङमा आउनु पर्यो। बिचमा आएर के हो दिदी भनेर सोध्यो भने म बारम्बार भन्दिनँ। ठ्याक्कै स्टार्टिङमा आउँदै सुन्ने मजाले म लाइभमै भनिदिन्छु तपाईँहरूलाई है। नम्बर 1 फलो गरेको हुनु पर्यो। दोस्रो कुरा चाहिँ तपाईँले यो गेम खेल्ने हो भने तपाईँले फटाफट भिडियो बनाइहाल्ने। पूजा दिदीको लाइभमा चाहिँ यस्तो गेम हुँदैछ, ल सबैजना तिहारको गेम खेल्न जाम है त भनेर चाहिँ सबैजना आउनु होला। त्यसरी भिडियो बनाउने है। अनि यदि अब ठिक छ भिडियो बनाउँदिनँ भन्नुहुन्छ त्यो मेरो प्रब्लम होइन। फेरि तपाईँले पार्टिसिपेट गर्नुभयो, तपाईँले पार्टिसिपेट गर्नुभयो तर नाम निस्क्यो तर भिडियो बनाएको छैन भने आउट भयो। द्याट्स नट माई प्रब्लम है। त्यो चाहिँ हो। अनि अर्को कुरा चाहिँ बाँकी कुरा म सबै लाइभमा भन्छु। म ठ्याक्कै नेपालको 2 बजे आउँछु। सबैजना नेपालको 2 बजे आउनु होला। कसरी के गर्ने भने ठ्याक्कै 2 बजे मेरो लाइभ कुरै बस्नु होला। म सब तपाईँलाई डिटेलमा भनिदिन्छु। अनि त्यसपछि अनि गेम खतरा खेल्नुपर्छ। यो गेम चाहिँ नआत्तिनु होला। 1 महिनाको लागि यो गेम हो। हप्ताको 4 चोटि भनेपछि हप्ताको 4 चोटिको 2 लाख रुपियाँ म तपाईँलाई दिन्छु क्या, बुझ्नुभयो? ल अनि अर्को कुरा चाहिँ मैले पिन गरेर राखेको भिडियो छ, त्यो भिडियो पनि हेर्न नबिर्सिनु होला। त्यो गेम पनि हुन्छ मेरो लाइभमा है। ल म चाहिँ अब दिदी तपाईँ कहाँ हराउनु भएको यत्रो दिनसम्म लाइभमा आउनु भएन भन्दा चाहिँ म 1 महिना जति चाहिँ हराएँ। बिचमा एकचोटि आएको थिएँ छुस्सा, अनि फेरि हराएँ, सन्चो पनि थिएन। अनि त्यस्तै भयो थियो लाइभमा होइन। ल ठिकै छ, केही भएन। लाइभमा आएँ, अब लाइभ आउँछु भने अब 50,000 को खतरा गेम लिएर आउँदैछु। नेपालको 2 बजे तपाईँहरूलाई भन्छु है त। ल सबैजना जोइन हुनु होला। अनि यो भिडियो सबैजनालाई सेयर गरिदिनु होला। कमेन्टमा टिम वर्क भनेर लेख्नु होला है त।